हेलो साथीहरू नमस्कार जेमसी म चाहिँ सुँगुरको मासु रोस्ट गर्न लागेको छु साथीहरू डिनरको लागि। अनि चाहिँ मसलाहरू हुन् मेरो तातो हेर अनि यसको अघि मसला ल्याइसकेँ अनि अन्डा लाउँदैछु साथीहरू। अलिकति मेरो आफ्नै हातमा फोन बोक्नु परेकोले अलिक गाह्रो भइरहेछ, मजाले देखाउन सकिरहेको छु हजुरहरूलाई। म चाहिँ लागि रोस्ट अब एकछिन मोलेर आधी घन्टा जस्तो राख्ने चाहिँ तयार भइसकेको हो। मैले चाहिँ यो राइस ब्रान ओइल लाउँदैछु। यसरी हालेँ। यहाँ चाहिँ मैले के भन्छ तिल पनि युज गरेको छु। तिल भन्नु चाहिँ बिर्सेछु। यस्तो अब यो उल्टो पल्टो गर्ने मजाले पाक्नुको भने है। धेरै रोस्ट नखानु भन्छ, कहिले कता खानुहुन्छ साथीहरू। जस्तै पाकिसक्यो राम्रोदेखि है। अब खानु बोसो मनपर्छ है, तर कम खानु राम्रो भन्छ। ल साथीहरू खाना पनि रेडी भयो हेर्नुहोस् त। ल खाउँ है त। हस् त, बाई बाई, गुड नाइट।